हेलो साथीहरु, नमस्कार। म चाहिँ तपाईहरुको साथी ममता अनि हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज चाहिँ फेरि न्यू भिडियो लिएर आएकी छु साथीहरु। हजुरहरुले चाहिँ हेरेर साथ सपोर्ट गरिदिनु होला साथीहरु। आज चाहिँ मेरो आज दिनभरि के गर्छु त त्यो सबै देखाउने नै छु साथीहरु। अनि आज चाहिँ मैले कपडाहरु सबै गर्मीको कपडाहरु राख्ने अनि जाडोको कपडाहरु सबै निकाल्न गइरहेको छु। अनि यता मेरो सामानहरु त यस्तो पो छ त साथीहरु, हेर्नुस्। अब यो टक्क यो मिलाएर यसलाई कता थन्काएर यता फेरि हुनुहुन्छ हल्ला सानो छिछि निकालेर बस्नु भएको छ। अनि चाहिँ यता पनि कोठाहरु पनि साफसफाइ गर्नु त साथीहरु। ल है त, अब हामी सबै सामान मिलाउँछौँ अनि त्यसपछि भेटौँला। के रहेछ अरे? पैसा भेट्यो। ओह माय गॉड, वाउ। अब के भेटिन्छ के अब यो सामान टक्क मिलाउँछु। को मान्छे यिनी छिछि चल्दै हिँडेको मेरो कान्छीलाई भोकी लागेछ। एकैछिन मम्मी यति नाना गराउनुहुन्छ अनि त्यसपछि खाने ल मेरो सानो मायाले। बेला नि साथीहरु यति धेरै कपडा हुन्छ कि लगाउने बेला केही भेटिन्न कि के गर्दैन। फाइनली गाइज यो कपडा यतिको बनाएँ। अझ भित्र अझ गराउनै बाँकी छ त्यो झोलाको कपडाहरू। अब यत्रो झोला गराइसकेपछि थाकेर आयो मलाई। अब के गरौँ म? कपडा रेडी भयो। अब छोराछोरी कपडा बोकेर पुल जानु पर्यो। यहाँ जानु पर्यो। अब यस्तरी हुन्छ साथीहरु। झोलासोला प्याक गरेर टक्क लाएर पहिलो जाम भनेको छोराछोरी उछालै दिएन। अब यसो नानी बोकेर यसरी स्कुल छोड्न जानुपर्छ उहाँलाई। अनि के को पहिलो जानु? म चाहिँ साथीहरु स्कुलबाट आएर नानीलाई पुर्याएर आएर अनि त्यसपछि छोरालाई सुताएर अनि चाहिँ यति धेरै कपडाहरू धोएर पनि सकेँ है साथीहरु। यो कपडा दिनकै धुनुपर्छ मैले। अब टक्क कुखुरालाई चारो छ कि छैन यसलाई हेर्नु पर्यो। मेरो सानो चिचिला चल्लाहरू यहाँ छन्। भूत छ है त्यहाँ त। भूत छ यता आऊ। आऊ यता आऊ। बोकै छ नन स्टप। ल म हे भगवान, यो छोरालाई म सुधार्न सक्दिनँ। के गर्नु म त हैरान भयो जाने बाबु कहाँ हो? आऊ तलतिर तुरिदियो। है साथीहरु, आजको भिडियो चाहिँ मैले धेरै गर्न पाइनँ। के मिल्दैन के मोबाइल समाउन। अनि त्यसपछि मैले चाहिँ
भिडियो चाहिँ छोटो तर रमाइलो लिएर आएकी छु। अनि हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला है त साथीहरू। बाई बाई।